कहाँ जाने भयो त दाइ हामी कसले खाने भयो कहिले सुकुटे भन्छ कहिले कहाँ भन्छ अनि हुन त सुकुटे निक्ल्यो 5 खालबाट खै हरिभाइ खोइ त अब चाहिँ सबजना रेडी भइसक्यो जना चाहिँ हामी 6 जना मात्र होला 1 2 3 4 5 6 जना मात्र भयो निक्लिसक्यो अब हामी फाइनली हामी चाहिँ यो कोलीखानी ड्यामतिर बस्ने कुरा फाइनल भयो यो कोरिडोरको बाटोमा चाहिँ यस्तो दामी फुल फुलेको छ क्या अहिले यहाँ चाहिँ हो क्या जाम हुने यहाँभन्दा उता गयो भने अहिले झ्याउ हुन्छ अहिले माथि जाउँ न अलि दाइ यता के खानु ऊ के अरे चोबारबाट छुट्टिने रे के गरेर बसिरहेको छ यार तिनीहरू आउँदैन त अब एकछिन रेस्ट गर्नु पर्यो होइन यस्तो गर्मी छ शीतल खोजेर रेस्ट दाइ एकछिन रोकौँ एकछिन रेस्ट हान्नु पर्यो यस्तो गर्मी यार आम्मा हेत स्कुटी चलाउनु पर्ला किन गाह्रो भयो बस्नलाई चोबारको यो डाँडामा आएर 5 मिनट रेस्ट गरेर अब हामी फेरि जाँदैछौँ है त यस्तो घाम छ आज यो सन्नी डे छ लास्ट सन्नी डे हो यो चाहिँ अरू बेला आउँदा चाहिँ म यतातिर बसेर खाइरहन्छु चिया यसो भेटघाट यतै रमाइलो ठाउँ छ अहिले चाहिँ म लास्टमा जाँदैछु सबजना अगाडि जाँदैछ साइड लाइट बाल्यो भनेर सिग्नल दिइरहेको छ केटाहरू आज चाहिँ राम्रो भइएछ क्या हो साइड लाइटै ननिमाउने चाहिँ पिच्छ एकचोटि आउँदाखेरि त्यस्तो धुलो उठ्थ्यो कि यो बाटो अहिले त एकदम मजा आउने भएछ यो बाटो खतरा छ त खै रङ्गी चङ्गी त छैन त अहिले त रङ्गी चङ्गी नै हुन्थ्यो त अलिअलि रहेछ छैन अहिले के हामफाल्ने गोविन्द पानीमा त्यस्तो ए हेर ऊ त्यसलाई जस्तो भुत्ला माछामा भुत्ला आउँछ विशाल यो त्यो यसो रेस्ट अब बाटोमा होइन यसो रेस्ट गर्दा कहाँ बिगल छु हामी यो के अरे शेष नारायण धाम फर्पिङको ग्राउन्ड आइपुग्यो हामी अहिले शीतलमा बस्नु पर्यो यार पेट्रोल खोजिरहेको छ लक्ष्मणले चाहिँ कहाँबाट पाउँछ त्यति पेट्रोलै छैन नि यतातिर पेट्रोल पाएन तलतिर अब मासतिरै जाँदैछ थर्ड क्लास बाटो आइदिरह्यो ल बुढाले के गर्नु लाग्यो त्यो यहाँबाट चाहिँ पिच हुनसक्छ तर थाहा छैन
म एकचोटि चाहिँ यो बाटो सुशीलको बुढीलाई हाम्रो भाउजूलाई लिनलाई चाहिँ गएको छु बिरगन्जसम्म। त्यो बेलामा चाहिँ एकदम अफरोड थियो। अहिले त धेरै नै पिच भएछ। कहाँ बतायो बुढा यार। यहाँबाट अब अफरोड जस्तो छ अलिअलि पिच गर्नलाई। यहाँ गरि पनि सकेको रहेछ। फाइनल पिच हुनु बाँकी रहेछ। पुरानो पिच माथि चाहिँ पछ्याएको जस्तो छ। चिप्लिन्छ रामकृष्ण पौडेल चिप्लिन्छ। हामी जान त जाँदैछौँ होइन त्यहाँनिर, तर केही बुकै गरेको छैन, रुमहरू केही बुक गरेको छैन। यहाँबाट गएर खोज्ने भन्छ। हेटौँडाको राजाहरूले त तर धुलो उडायो त। यस्तो धुलो छ होइन। रेनकोट चाहिँ बिर्सियो प्लास्टिकको। त्यो रेनकोट लगाएर हिँड्नुपर्ने बाटो रहेछ यो। पुरानो पिचमाथि यो ग्राभेलहरू छरेछ। त्यो पिच गर्नलाई होला। पिच चाहिँ कहिले हुने हो। अफरोडै अफरोड छ त यार। वहीँ पुग्ने जेलसम्म छ कि अब यस्तो बाटो। अझै अफरोड छ। 45 मिनट हुन लागिसक्यो बाटो हिँडेको। सकिँदैन त अझ यार। अब पिच सुरु भए जस्तो छ अलिअलि। गाह्रो धेरै गाह्रो। कहाँ गयो यार तिनीहरू त? कहाँ गयो तिनीहरू? त्यही त धुलो त यस्तै त नि। यो बाटो कस्तो परेको है। कहाँ गइदिन्छ? त्यही त अब कुरुम न एकछिन। के हेर्दै हेर कहाँ गएछ है हरि भाइ? त्यो क्यामेराले हेर्छ कहाँ आइपुग्यो तिनीहरू। 3जनाको त हरायो तिनीहरू। 5 मिनट कुर्दा पनि आएन। अनि यहाँ धेरै धुलो उड्या भएर अब हामी अलिक तल कुनै पसलतिरै कुर्छौँ। आइज छिटो पसलतिरै कुर्छौँ तिनीहरूलाई। के गरेर बस्यो हो। टिपोले बाटो बनाइदियो जस। ल यसकोमा हाल्न ला रहेछ। टाइम लगाउनु भयो यार। के हो यो बाटो कहिले बनाउने हो? यति रहेछ। बाइक भएपछि यसरी उम्किनु पाउँछ। गाडीहरू लाइन बसिरहन्छ। यो बाटो त खत्तम रहेछ। सर्टकट भन्ने मात्र हो। किन नि पिचै झन् यता चाहिँ पिचै पिच होला भनेर आयो। त्यो चाहिँ धुलोमा पर्दैन होइन। 80 किलोको मान्छेलाई बोक्नु गाह्रो हो नि। हातै गल्छ। चौचौ साँधेको र च्याएर अब होइन गोविन्दे ओ यार एकदम हो। रमेश भाइ धुलो खानलाई रमेश भाइलाई तँलाई धुलो त यस्तो खायो कि लास्ट कबाड बाटो रहेछ यो। यताबाट गयो भने माता तीर्थ, यताबाट गयो भने कुलेखानी। भोलि फर्किँदा चाहिँ त्यो बाटो जान सक्छ हामी। गक भेटे जस्तो छ। कताबाट जाने भइरहेछ हो। यही बाटो जाने डिसिसन गरेछन्। फेरि अफरोड सुरु भयो। छलफल हुँदैछ कता बस्ने भनेर।
अन्त खै के डिसिजन भयो कता हिँड्न लाग्यो हेरे जाने भन्दै चाहिँ अर्जुन दाइ चाहिँ लक्ष्मणसित जान्छ के हो के अर्जुन दाइ यहाँ त देखेर लक्ष्मणसँग यहाँ उताबाट गइतिर छ्या यार सब अफरोडै अफरोड छ अरे वन रिसोर्ट हेर्दैछ केटाहरूमा छिर्दै थियो त्यतातिर ग्रीन रहेछ यहाँ त ल खतरा ठाउँमा आइपुग्यो हामी यहाँ टेन्टमा पनि बस्दो रहेछ मान्छेहरू पिस है दामी ठाउँमा आइपुग्यो हामी बोटिङ गर्ने ठाउँ पनि रहेछ यो यहाँ हामीलाई रुमको व्यवस्था भएन अनि हामी फर्किँदैछौँ भने त गोविन्द अब अर्को ठाउँमा चाहिँ ट्राई गर्दैछौँ हो मार्फुतिर पाउँछौ भन्दैछ झन् यो ठाउँ चाहिँ दामी लागेको थियो तर अब यहाँ रुम छैन धुलै धुलो छ ल अहिलेसम्म पनि धुलो छ मार्खो आइपुग्न लागिसक्यो त्यो पनि धुलै धुलो पिचको त नाम निशान छैन त्यो यतातिर यहाँ पनि खाली ठाउँ छैन जस्तो अब यहाँ फेरि सोध्ने हो त यहाँ पनि सोध्ने हो लक्ष्मण कोइराला सोध्न जान रुम खोज्दै हिँड्दैछ केटाहरू र अर्जुन दाइले यहाँको ढोकलमा चाहिँ नि चट यो सिनमा झालबाट चट्ट बिहान ल रुमको यहीँ व्यवस्था भयो अब बाइक यता पार्किङ गरेर बस्छौँ अब साँचो ठिक छ एउटा रुममा तिनवटा बेड रहेछ दुईटा रुम भनेको मैले हुन्छ अर्को हुँदैन नि त अर्को ग्रुप पछाडिपट्टि ठाउँ रहेछ क्या 2000 बार्बिक्यू गर्न चिकनको ठाउँ रहेछ त्यही भनेर यतापट्टि कति नम्बर यो तलको हो तल माथिको छैन भन्नु पर्ने त हाम्रो त यहाँ डाँडामै बसिरहेको छ ए ल यो हाम्रो यो दुईटा लियो भने बेड हेरे यस्तो छ कि त्यही भएर ल हामी बस्ने ठाउँ आइपुग्यो होइन विशाल जङ्गीहरूले खोज्या होइन भाइ ठुलो खाएर हैरान भयो बेला जस्तो छ त्यस्तै त्यस्तो ल पुगिहाल्छ नि एउटा तिनवटा रुममा सुत्दा पनि हुन्छ नि दुइटा लिनुपर्छ एउटा मात्रै कहाँ सुत्न सक्छ त नि सिङ्गल हानिदिनु पर्छ भने अनि लक्ष्यले त्यही भन्छ अर्जुनलाई मान्दैन सबैजनाले भन्न नि यार लिएपछि दिइहाल्यो नि हुन्छ क्या आफै सिङ्गल हानिदिनु पर्छ एउटा यस्तो कसैको डिस्टर्ब नि भएन आफ्नै भयो लिँदै फरक पर्दैन माथि चाहिँ छैन मार्को हामी त लज लिएर दुईटा लज लिएर यहाँ वाल वाइल्ड यहाँ अब एकछिन सुरु गर्न ल हाम्रो हरि भाइ चाहिँ यहाँ गफ गरिरहेको छ होइन ए स्पिकर त हान्नु रहेछ नि त हरि भाइ तर यो बज्छ कि बज्दैन भन्ने कुरा हो है यही हो आज हामी बार्बिक्यू गरेर बस्ने बाटो चाहिँ कवाड रहेछ नि विशाल कपाल पुरै धुलोले बाटो चाहिँ यस्तो कवाड होइन हरि भाइ र विशाल पीडित भए हेलमेट लगाएर आउनुपर्ने
फेरि झन् यो बाटो छोटो हुन्छ पिछे झन् क्या आलु जस्तो बाटो आइदिरहेको अझै 6 महिना लाग्छ हाम्रो फायर पिक बन्दैछ है यहाँ बेलुका हाम्रो चिकन बारबेक्यु स्पट Yes, enjoying the chicken barbecue. Oh, yo. अरे भाइले फुर्सद पाएन यार अरूले भन्दा पनि हल्का फुर्सद लिनु यार। फुर्सद लिन होइन हरि भाइ त कस्तो बिजी भयो यार खोइ अब खोइ आउने के आएन अब हरि भाइ जस्तो व्यस्त यहाँ कोही देखेन हेर अहिले अब हानिहाल्नु केटा हो यसलाई गिलास कति गिलास यो यार गीतले कपिराइट हान्दिन्छ यार बोलेकै सुन्दैन जे सान्छ कि हो कसरी खाने रे लसुन त देखाइदियो त लसुन कसरी खाने खाजा ल वेलकम स्न्याक्स वेलकम स्न्याक्स खाँदैछ केटाहरूले आलु फ्राई मिक्स अचार आलु के भन्छ यसलाई कबाब भन्नु सेकुवा राँगाको होइन यो खसेको यहाँ चिकन आउँदैछ यता त अब राँगा खाइहाल्छ हाम्रो हरि भाइले काजी साहबको अवतार सुरु हुने बाँकी छ अहिले एकछिनमा चिकन खा ए माछा खाना है माछा खाइनु हुन्छ चिकन खाइनु हुन्छ जुत्ता पकाएर मजाले कति आनन्द हुन्छ आज हामी यो कुले खाने टाइममा आएको छौँ होइन यहाँ लच्छु भाइ पुरा मेरो चाहिँ मलाई चस्मा बटे भाइ भन्दा फ्रेस छ हाम्रो लक्ष्मण केही भएको छैन है केही भएन लक्ष्मण कोइराला लक्ष्मण नेपाली भनेको कोइराला परेछ पाल्न त पाल्दै फेरि अरू अनलाइन फ्रेसमा हुनुहुन्छ ठिक छ अन्दाज जहिले यस्तै हो हाम्रो आगोतिर चाहिँ यसो जास नगर भन्दा पनि होइन जाने बेला यही नै हो जसले चाहिँ यस्तो भने पनि विशाल जङ्की हेर्नु न दाइ यहाँ पनि नजिकै होला दाइ झर्ना यही भनेको छ कहाँ भनेर ठ्याक्कै झर्ना कि यो खोजमा कि त्यो खोजमा साँझ पर्दैछ चिसो चिसो हुँदैछ दारी यहाँ आगो बालेर अब बार्बिक्यू हान्न लगाइरहेछ हरि भाइको फुर्सद छैन हरि भाइको फुर्सद छैन के हो हरि भाइ हेर्न ओ गोविन्द एक्सर्साइज हाम्रो गोविन्दले त एक्सर्साइज स्टाइलले गरिरहेको छ होइन मलाई नचल हुन्थ्यो आफूले निभाए दाइ मुनिबाट हाल्नुपर्छ माथिबाट हालेर बोल्छ स्कच परिरहेको छ यहाँ केटाहरूले पुरा होइन यो मासु पोल्नलाई आगोसागो बालिसक्यो दामी चिल ठाउँ छ यो घरै हामीले पुगान्दै नाच्दै त गोविन्द क्यासियरहरू दुईजनाले चेक गरेर नगरेसम्म भनौँ होइन चेक होइन दाइ देखिन्छ नि आँखा चिम्ले हेर्दा आफूले छाया आफै भागी हिँड्न थाल्यो आफूले माया आफैलाई बोझ लाग्न थाल्यो बोझ लाग्न थाल्यो बोझ लाग्न थाल्यो ओइ मेरो भरोसा मेरो कमजोरी हुन सक्छ हो बाध्यता रहर होइन भोलिको दिनमा सम्झिने मन छैन
नफानोस् उड़ता है फिरूं इन हवाओं में कहीं या मैं झूल जाऊं इन हवाओं में कहीं ये कर दूं आसमान जमीन तो यारो क्या करूं क्या नहीं पहला नशा पहला घुमा होइन दाइ यो पुरा हालकी हाल भनेर लक्ष्यले ल्याइहाल्छ त्यो अरू लड्ने गर्नु मगर ये तो कोई न जाने ए मेरी मंजिल ए कहाँ ऐसा कोई साथी हो ऐसा कोई प्रेमी हो प्यास दिल की बुझा जाए नीले नीले अंबर पर चांद जब आए प्यार बरसाए हमको तरसाए कि चिन्दैन आमाको माया रमिलो छाया आमाको माया रमिलो छाया सम्झेर एउटा आँसु बनेर मनै छोडेर के भन्ने हाम्रो समय रसमोहर महिनाको समय हाम्रो पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो धन्ने पिडाहरू अहिले झन् अरे भाइले विशाल कहाँको के अरे भाइ झन्डै कुट्यो तँलाई के भएन म उल्टो सुते कि को आएर मेरोबाट बुढा लाला गऱ्यो होइन को आएर सुत्यो मुझे भनेर चाहिँ उठेर निन्द्रामा उठेर हरि उता सिरानीमा सुत्न को आएर भन्छु को लात हान्नु मलाई भन्छ लातले लागेछ कि त्यसलाई कसलाई लाग्यो भनेर चाहिँ म उठ्याएँ के यो पनि यस्तो गरेर यो भयमा आएर सुतेछ अनि त्यसपछि त्यो उठेर अनि पछि यसरी लम्पसार परेछ खुट्टा मुनि भुइँमा सुत्दैछ विशालले झन्डै कुट्याएको रे हरिभाइले झन्डै कुट्याएर विशाललाई उठेर हामी ब्रेकफास्ट गर्न जाँदैछौँ हरिभाइलाई सन्चै छैन अलिकति गोविन्दलाई त सन्चै छ हरिभाइलाई अलि सन्चो छैन ब्ल्याक टी नै खाएर जाने हो कि के दाइ सानी बन्छ नि अब त खोलिहाल्यो बन्छ ब्ल्याक टी बनाइदिउँ नि त है 6वटा ब्ल्याक टी बनाउनु कस्तो भयो त अर्जुन दाइ कस्तो भयो तपाईँलाई हिजो रमाइलो भयो गुड ग्रेट एकदम राम्रो भयो ल अब जाँदाखेरि विशालले चलाउँछ विशाल चलाउँछ अब अर्जुन दाइलाई हामी चलाउन दिँदैनौँ होइन अर्जुन दाइलाई रेस्ट आज यसो हात पनि दुखिरहेको छ त्यो होला तपाईँ पछाडि बस्नु बिस्तारै जाने अब बाइक चाहिँ म चलाउँछु उसको अब हामी कताबाट जाने डिसिजन हुँदैछ यहाँनिर ल त्यता नजाउँ त सिधै सिस्नेर जाउँ अब यहाँबाट हामी निक्लिएर अब सिस्नेरी जाने सिस्नेरीमा अनि ब्रेकफास्ट गरेर अनि बिस्तारै फर्किने कुरा गरेका छन् केटाहरूले अब हामी सिस्नेरी जान्छौँ यहाँबाट रमाइलो भयो हिजो अस्ति यो बाढी आउँदाखेरि यहाँ बिग्रेको यो बाटो सबै बस्ती नै बगायो भन्थ्यो यतैतिरको फोटोहरू आइरहेको थियो मुस्ताङतिर गएको जस्तो फिल आइदिएर यार यहाँ त आउँदा त यहाँ एकछिन ब्रेक फेरि
पुरा खत्तम यो रोड चाहिँ पि जाने रहेछ त्यहाँ सबै भत्केर यहाँबाट निक्लिने रहेछ त्यहाँ एकैछिन फ्यान्टा खायो अनि पिजै पिच बाटो छ भने भएर चाहिँ अब आनन्दको बाटो आयो जस्तो लाग्यो अब सिस्तेरीमा गएर रोकेर हामी ब्रेकफास्ट गर्छौँ जान्छ हामी दक्षिणकाली पुग्ने रहेछ 12 किलोमिटरमा सिस्नेरीको ओखर बोट भन्ने ठाउँमा होइन हामीले खाजा खायो है हेभी खायो अब हामी एकचोटि काठमाडौँमै हो अब बिच बिचमा अलिअलि रेस्ट यहाँको बाटो चाहिँ एकदम पिचै पिच छ एकदम रमाइलो छ उता चाहिँ अलि झारे नै छ बाटो त्यताबाट त नगयो पनि हुन्छ दक्षिणकाली मन्दिर आइपुग्यो एकछिन हामी यहाँ रेस्ट गर्छौँ अनि त्यसपछि फर्किन्छौँ ल अबको भिडियो यति मात्र हो है त अब अर्को भिडियो हेरौँला अर्को भिडियोमा भेटौँला नयाँ ठाउँ जाँदाखेरि फेरि अर्को भिडियो बनाउँला